एकदम मजाले पाकिरहेको है यो चाहिँ है। यहाँ अलिअलि यो पोलिरहेको बेलामा 1-2 पिस दिइराख मोडललाई, त्यही भएर नजिक नजिक हुँदैछन् एकदम हाम्रो करिब। त्यो झाडी छ त फेरि। सो हेलो गाइस, अहिले चाहिँ हामी यस्तो आउटडोरमा आइरहेका छौँ। आजको एकदम रमाइलो छ प्रोग्रामहरू। सो हामी छौँ 5 जना छौँ अनि दाइहरूले यसो खाना पिना के छ त्यहाँभित्र मनलाई बुझाउने चिज सबै त्यही भित्र छ, त्यो झोलाभित्र हामी पनि छौँ। ठिक छ, अब यस्तो एकदम आउटडोरमै हो यो है। यता देख्न सक्नुहुन्छ यस्तो यस्तो छ ठाउँहरू। यहाँका प्रदूषण एकदम खराब है, सारा धुल मिट्टी परायो, एकदम धुलो उडिरह। ल हामी चाहिँ अब यहाँदेखि भित्र घुस्नु पर्ने रहेछ। ठाउँ एकदम फोहोर हो, फेरि भित्र एकदम आनन्द। ल जाऊँ त, यस्तो कवाड छ क्या फेरि। हामी सबैजना फोहोर त यस्तो हो नि। अब यहाँ हिँड्दैछौँ हामी है। सबै फोहोर जति यहीँ फाल्ने रहेछ क्या सबैले यहाँको ठाउँमा चाहिँ है। एकदम झाडी झाडी छ त। लाउने छिटो एकदम। त्यो झाडी हो, यसलाई के भन्छन्? खर भन्छ यसलाई। खरको यो कुचो अम्लिसो हो। घोडे त्यो झाडी छ त फेरि। गाउँमा कुचो बाँध्नको लागि यस्तो राम्रो। यो त काँडा हो त हो। ल स्पेसल ठाउँ आयो हाम्रो एकदम। यही हो हाम्रो मेन अड्डा है यहाँको। एकदम जङ्गलभित्र यही बस्ने हो ठाउँ, यही हो। ल स्पेसल दाउरासँग यही खोज्ने हो सबै। कैसे भाई बताओ कैसे लग रहा है यहाँ? हाँ ठीक है। मलाई चाहिँ एकदम रमाइलो लागिरहेछ होइन। यहाँ आज चाहिँ यसो छुट्टीको बेलामा यसो घुम्दैछु। यहाँ 2 जना कुकुर्नीहरू छन्, त्यो पनि माउ हुन्छ। कुकुर्नीको बुढा कुकुर चाहिँ कता हात थाहा भएन मलाई। हामीले चाहिँ यहाँ अलिअलि यो पोलिरहेको बेलामा 1-2 पिस दिइराख मोडललाई, त्यही भएर नजिक नजिक हुँदैछन् एकदम हाम्रो करिब। हामी यहाँ साथीभाइहरू छन्। ल है त, एकदम मजाले पाकिरहेको है यो चाहिँ है। अहिले आगो पनि सानसानै छ अनि यहाँ पनि हाम्रो उहाँ सोल्टिनी उहाँ पर बस्नु भएको। सोल्टिनीलाई 1 पिस दिनु पर्यो। ल सोल्टिनी आउनुहोस्, यो चाहिँ खानुहोस् है। अब के गर्ने, अब सबैले खानु पर्यो नि त होइन, एकले मात्रै खाएर त हुँदैन। हामीले पनि खाइरहौँ है।